ध्येयं सदा सवितृमण्डल मध्यवर्ती नारायण सरसिजासन सन्निविष्ट केौरवान् मकर कुण्डलवान् किरीटी आरिरण्यमय वपुर्धृत शंख चक्र ओम सूक्ष्म विश्व बिंदु निराकार वैदिक सनातन अखंड शक्ति विश्व ज्योति पूज्य गुरु समारभ्य गोत्र प्रवर ऋषि मुनि जनात् अस्मद आचार्य पर्यन्ताम ओमकार धर्म संस्कृति मूल विश्व शांति वंदे गुरुं परम पराम। ओम गुम गुरवे नमः। ओम गुरु गणेशाय नमः। ओम सर्वेभ्यो देवेभ्यो देवीभ्यो ब्राह्मणेभ्यो ऋषिभ्यो पितृभ्यो गुरुभ्यो नमो नमः। आज यो रविवार जताततै हामी अहिले संकटग्रस्त अवस्थामा छौं। जताततै पानी परेको छ, जताततै बाढी आएको छ, जहाँसुकै समस्या छ। हे भगवान यी सबै समस्याबाट हामीलाई पार लगाइदिनुहोस् यही कामना व्यक्त गर्दछु। नवरात्र बडा दशैंको पूर्णिमासम्म हामी टीका लगाउन पनि ठाउँ ठाउँमा जाँदैछौँ। यही समयमा यस्तो बाढी पहिरोले अत्यन्त दुःख दिएको छ। यसबाट सबैलाई शुभ होस् भगवानका चरणमा यही वन्दना गर्दछु। सदा चाहिँ सुरु गरौँ आजको पञ्चाङ्ग। नमस्कार। विक्रम संवत 2082 साल आश्विन महिनाको 19 गते आइतबार तदनुसार अक्टोबर 5 तारिक सन् 2025 सृष्टिको गताब्दा 1,95,58,85,126 कलेर गताब्दा 5,126 श्री साके 1947 नेपाल संवत 1145 कौला थो एले संवत 5086 सोनम संवत 2861 मंजूश्री संवत 2861 गोरख संवत 2821 थारू संवत 2649 बुद्ध संवत 2569 हिजरी संवत 1447 मैथिल संवत 1434 वंग संवत 1433 लक्ष्मण सेन संवत 919 सूर्य दक्षिणायन सिद्धार्थी नाम संवत्सर शरद ऋतु आश्विन मास आश्विन शुक्ल दुर्गा पक्षको आज त्रयोदशी तिथि 12:56 बजे दिवाकालसम्म उपरान्त चतुर्दशी तिथि नक्षत्रमा शतभिषा नक्षत्र 6:50 उपरान्त भने सुरु हुँदैछ। पूर्व भाद्रपदा नक्षत्र योगमा गण्ड योग 4:50 बजे अपराह्नसम्म उपरान्त वृद्धि योग करणमा तैतिल करण 12:56 दिवाकालसम्म उपरान्त गरकरण आनन्दादि योगमा रक्ष अथवा राक्षस योग चन्द्रमा कुम्भ राशिमा मध्यराति 12:20 उपरान्त चन्द्रमाको भ्रमण मीन राशिमा हुनेछ। सूर्योदय 5:59 सूर्योदय भइसकेको छ भने सूर्यास्त आज सायंकालमा हुनेछ 5:44 यसरी आजको तिथि बार नक्षत्र योग करण मुहूर्त बार बेलाका बारेमा हामीले चर्चा गर्यौं। यो चर्चा सँगसँगै अब पालो आजको बार बेला। नमस्कार समादरणीय दर्शक सज्जन महानुभाव भविष्य फलमा अहिले आजको बार बेला परेको छ। आजको बारमा रविवार आइतबार आजका दिन हेर्ने हो भने आज विश्व शिक्षक दिवस पर्दछ। संसारमा विश्वमा शिक्षकहरू गुरुहरू जति हुनुहुन्छ अध्ययन गराउने जति हुनुहुन्छ सिकाउने ज्ञान सिकाउने जति हुनुहुन्छ आज विश्वभरिका शिक्षकहरूको सम्मानको दिन हो। जसले हामीलाई पढ्नका लागि पहिले आमाले सिकाउनु भयो, त्यहाँबाट बुवाले सिकाउनु भयो, त्यहाँबाट गुरुले सिकाउनु भयो, धर्मगुरुहरूले सिकाउनु भयो, सबैले सिकाउनु भयो र आज हामी अलिअलि यसो जान्ने अलिअलि लेख्ने सक्ने भएका छौँ। उहाँहरूलाई हामीले सम्मान नगरुन्जेलसम्म हाम्रो ज्ञानको भण्डारमा वृद्धि हुँदैन। किनभने
जसले हामीलाई ज्ञान सिकाउनु भयो उहाँहरूको सम्मान गर्ने दिन आज, त्यो पनि आज रविवार, आइतबार र भोलिका दिन कोजाग्रत पूर्णिमा व्रत जस्तो पुनित पाउने समय आउँदै गर्दा आज हामी गुरुको विश्व शिक्षक दिवस मनाउँदै गर्दा आज हामीसँग चाडपर्वहरूमा हेर्दा अर्घाखाँचीमा आज हेर्ने हो भने सराय नाम गरेको पर्व छ। संसारभरि जहाँ चाहिँ दसैँको टीका लगाउनका लागि आफन्तजनहरूले पूर्णिमाका दिनसम्म टीका लगाउने तयारी भइरहेको छ। आज राहुकालको समय हेर्दा दिउँसोको लागि 4:30 बजेदेखि 6 बजेसम्म राहुकालको समय छ। यसै गरिकन शुभ बेलाहरूको समय त बिहानको समयदेखि नै सूर्योदयदेखि लिएर लगभग 4-5 घण्टा चाहिँ सबभन्दा राम्रो समय छ। आज सूर्योदय भएदेखि राम्रो समय आज चलेको छ। अहिले कतिखेर छ भने सूर्योदय 5:59 अथवा 6 बजेतिर सूर्योदय भयो भने 7 बजे, 8 बजे, 9 बजे, 10 बजेसम्म बिहानको समय चाहिँ ध्यान, जप, पूजा आदि सबै गर्नलाई सबैभन्दा राम्रो समय छ भन्ने जानकारी आजको बार बेलामा गराएँ। बार बेलाको बारेमा शुभ बेला, लाभ बेला, अमृत बेला, चर बेला, काल बेला यस्ता बेलाहरू आउँछन्। त्यो बेलाहरू हेर्नका लागि साइतहरू जस्तै यात्रा गर्नु पर्यो भने, कुनै जग्गा जमिन किन्नु पर्यो भने, बेच्नु पर्यो भने, पसल सुरु गर्नु पर्यो भने, घर बनाउनु पर्यो भने, विवाह गर्नु पर्यो भने, कुनै परीक्षाको फर्महरू भर्नु पर्यो भने हैन, केही विशेष हामी केही कार्यहरू यदि गर्छौँ, कुनै कामहरू गर्न थाल्छौँ भने साइत हेरेर गर्ने चलन छ। शुभ समय पाएर गर्ने चलन छ। त्यसलाई नै आजको बार बेला कस्तो छ त, आजको यो बारमा यो कतिखेर शुभ बेला होला, घर गृह प्रवेश गर्नु पर्यो अथवा कुनै किसिमको गृह निर्माण गर्नु पर्यो हैन, केही न केही जे काम गर्छौँ हामी, पढ्नका लागि थाल्ने, विद्यालय भर्ना गराउने, कान छेड्ने, नाक छेड्ने, भकारी भर्नेदेखि लिएर भकारी बनाउने, त्यसै गरिकन कोक्रो बुन्नेदेखि लिएर गाईको गोठ बनाउने, यी साइतहरू यसरी हामी हेर्छौँ र हेर्नाले जीवनमा शुभ फल, उद्यानहरू, बगैँचाहरू तयारी गर्ने, जे औषधि कुनै किन्दा, कुनै बेच्दा, लगानी गर्दाखेरि पनि साइत हेरेर गर्ने चलन पुर्खादेखि छ। त्यो हेरेर गरियो भने शुभ फल मिल्छ। आजको बार बेलामा मैले यी जानकारी गराएँ। विशेष कामहरू गर्दा चाहिँ सायद गुरुहरूसँग हेराएर गर्नुहोला भन्ने पनि जानकारी गराएँ। अब चाडपर्व विशेष। नमस्कार दर्शक महानुभाव, चाडै चाड पर्वै पर्वहरूको राजा बडा दशैं नवरात्र भर्खर मनाइरहेका छौँ। बडा दशैं सकिएकै छैन। अब आज उस्तै गरी भोलिसम्म, पर्सि मङ्गलबारसम्म बडा दशैंको टीका प्रसाद आफूभन्दा आफन्तहरूसँग लगाउने चलन छ। यो त हाम्रो एउटा बडा उत्सव हो, महाउत्सव हो हैन। विजयादशमी, महानवमी, महाअष्टमी जस्ता पर्व हामीले मनाइसक्यौँ र अहिले हामी बडाहरूको आशीर्वाद लिँदैछौँ। चाडपर्वहरूमा हेर्दा आजको दिन यस्तो समय छ कि विश्व शिक्षक दिवसका बारेमा हामीले चर्चा गऱ्यौँ, ठाउँ ठाउँमा पर्वहरूको कुरा गऱ्यौँ। अहिले त समस्या चाहिँ आज बाढी पहिरोको समस्या छ। जताततै हिँड्दा विचार पुर्याएर हिँड्नुपर्ने छ। कतै पुलहरू भत्किएका छन्, कतै बाटो भत्किएका छन्। तर पनि थोरै हदसम्म भने पनि हिजैदेखि यातायातलाई चाहिँ राज्यले बन्द गर्दा एउटा किसिमको धनजन्म हुनु जति हुन्थ्यो क्षति त्यो कम भयो, किनभने गाडीहरू बाटामा हुन्थे, पहिरोले पुर्थ्यो होला। जे होस्, एउटा ठुलो सावधानी अहिले अपनाएर राज्यले पनि हामीमा जन्म सुरक्षा ल्यायो। राज्यले यस किसिमको नीति अपनाएर हाम्रो हित गरिदियो भने संसारमा हामीलाई राम्रै हुन्छ। तर सबै बाटाहरू बाढीले धान बालीहरू सबै क्षति भयो। यसमा हामीले जे भए पनि जीवन रहे संसार रहन्छ भन्छ शास्त्रले। आत्मरक्षेत दारान रक्षेत धनम रक्षेत भन्छ। पहिले आफ्नो रक्षा गर्नु, त्यसपछि परिवारको रक्षा गर्नु, अनि मात्रै धनको रक्षा गर्नु। किनभने आफ्नै रक्षा भएन भने कुनै न चाड पर्व मनाउन पाइन्छ, न कुनै काहीँ कोहीसँग भेट हुन्छ। त्यसैले पहिले यो शरीरको रक्षा गर्नु। यो शरीरको रक्षा गरेपछि मात्रै आत्माको रक्षा हुन्छ। आत्मा रक्षा भएपछि आत्मरक्षेत अनि मात्र जीवनमा सफलता प्राप्ति गर्न सकिन्छ भनेर बताइएको छ। त्यसो हुनाले गर्दा जिउ रहे धन त कति कति भन्ने उखान छ। त्यसो हुनाले यो जिउको रक्षा गर्नका लागि, जिउ बचाउनका लागि हामीले प्रयत्न गर्ने दिन पनि हो यो। यस्तो समय र सङ्कट पनि छ र भगवानका चरणमा हामीले त्यही वन्दना गरौँ। सबैलाई यो बाढी पहिरोबाट, अनेक समस्याबाट शुभ होस्। अब चाडै चाड पर्वै पर्वहरूमध्ये अब
भोलि कोजाग्रत पूर्णिमा व्रत 2082 साल असोज महिनाको 20 गतेका दिन अब सोमबारका दिन कोजाग्रत पूर्णिमा व्रत अखिल बलिपूर्ति बाँकी रहेको पूजा यदि नवदुर्गा पक्षमा पुरा भएन भने पूर्ण रूपमा आनन्दका भावले हे भगवती कल्याणी श्री काली दुर्गे जगदम्बे अम्बिके शाकाम्भरी ब्राह्मरी चण्डी माता शिवे सुशीले वरदो भवानी माम्बाई माता शरणं गतोस्मि शरणागत दिनार्थ परित्राण परायणे सर्वस्यार्थे हरिर्देवी नारायणी नमस्तुते भनेर यसरी वन्दना गर्दै म केही जान्दिनँ नजानामि म मूर्खाणां नजानामि म बालक पूजां सैव नजानामि क्षम्यतां परमेश्वरी मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वरी यत्पूजितं यत्पठितं मया देवी परिपूर्ण तदस्तु मे मैले जे पढेँ जे पूजा गरेँ जे जाने त्योमा केही गल्ती भएको भए पूर्ण होस् भनेर अखिल बलिपूर्ति पूर्णता प्राप्तिका लागि कोजाग्रत पूर्णिमाको व्रत बसिन्छ। कोजाग्रत पूर्णिमा भनेको के हो त भने लक्ष्मीको पूजा गरिने व्रत हो। कोजाग्रत पूर्णिमाका दिन जसले जाग्रत भनेको जाग भएर लक्ष्मीको उपासना गर्दछ, जागरण बस्छ, ध्यान गर्छ, पूजा गर्छ भने के हुन्छ त भने उसको जीवन सुखले शान्तिले र समृद्धिले भरिपूर्ण हुन्छ। जीवनमा वैभवताहरू मिल्छन्, सुखका आनन्दहरू खुल्दछन् भनेर कहाँ बताइएको छ भनेदेखि कोजाग्रत पूर्णिमा व्रत पर्व निर्णयमा बताइएको छ भने हरेक ग्रन्थमा हरेक किसिमका चाहिँ हाम्रा भागवत पुराणदेखि लिएर हरेक ग्रन्थहरूमा देवी भागवत महापुराणदेखि लिएर जताततै यसको व्याख्या छ र कोजाग्रत पूर्णिमाका व्रत 82 सालको असोज महिनाको 20 गते सोमबार भोलिका दिन परेको छ। पूर्णिमाका व्रतालुहरूले भोलि व्रत बस्नुहोला है। सारा धन सम्पत्ति ऐश्वर्य प्राप्ति जीवनमा असफलता छन् भने पूर्णता प्राप्तिका लागि यो व्रत बस्ने गरिन्छ। यसै गरी 2082 साल असोज महिनाको 21 गते मङ्गलबारका दिन कोजाग्रत पूर्णिमा स्नान दानका लागि समापनको लागि दशैं समापन गर्ने जमरा सेलाउने यस्तो समय छ र कार्तिक स्नान सुरु हुन्छ। कार्तिक स्नान कति बजेदेखि सुरु हुन्छ त भने बिहानको 9:35 बजेसम्म पूर्णिमा व्रत रहन्छ। उपरान्त पनि अनि पूर्णिमा व्रत बस्दा राति पूर्णिमा भएको बेला बस्नुपर्छ, पूर्ण चन्द्रमालाई अर्घदान गर्नुपर्छ। त्यसैले 20 गते नै पूर्णिमा व्रत र 21 गते पूर्णिमाको फुल जब जमराहरू सेलाउने आनन्दले कोजाग्रत पूर्णिमा यसपालिको दशैंको टीका 21 गते मङ्गलबार समापन गर्ने। त्यसपछि रह्यो कार्तिक स्नान, कार्तिक महात्म्य र आकाश दीपदान। दीप ब्रह्म, दीप विष्णु, दीप ज्योतिर्महेश्वर, दीप साक्षात् परब्रह्म, आकाश दीप नमोस्तुते। आकाशमा दीप बाल्ने, धरतीमा हामी छँदैछौँ, आकाशपट्टि ज्योति छ, त्यसैले यो धरती र आकाशमा हाम्रो आत्मा र परमात्मालाई मिलाइदिनुस्, जीवन सुखी बनाइदिनुस् भनेर चतुर्मासको अब 1 महिना मात्र बाँकी हुँदा साधना सबैभन्दा बढी 4 महिना व्रत बस्न नसक्नेहरूले कोजाग्रत पूर्णिमादेखि कहिले त भन्दा कार्तिक पूर्णिमासम्म हरि बोधिनी भगवान हरि लक्ष्मीनारायण भगवान अहिले तल हुनुहुन्छ पातालमा भन्ने विश्वासले जब अब आउँदै गर्दा हे भगवान हजुरले यो उज्यालोको दीपको बाटोमा जानुहोला, हामीले यो कार्तिक महिनाभरि ध्यान गर्दैछौँ, वन्दना गर्दैछौँ, पूजा गर्दैछौँ भनेर अनि पुरै ध्यान गएर मानिसहरूले कार्तिक महिमा, कार्तिक महात्म्य, चतुर्मासका दिव्यमा स्थानहरूमा ठाउँ ठाउँमा आकाश दीपदानको शुभारम्भ हुन्छ। आकाशमा बत्ती बालेर लिङ्गालाई ठडियाइन्छ, त्यसपछि आकाश दीप बालिन्छ अनि आनन्दको भाव वर्षिन्छ। यस्तो समय छ जहाँ चाहिँ हेर्ने हो भने के पर्छ त भने विश्व हुलाक दिवस 23 गते, 25 गते गैर आवासीय नेपाली दिवस पर्छ। त्यसै गरिकन अरू खासै केही नभए पनि 25 गते चाहिँ यसपालि सर्वार्थ सिद्धि योग छ। त्यसैले सर्वार्थ सबै कुरा सिद्धि गराउन मानिसहरूले अब कोजाग्रत पूर्णिमाका दिन 20 गते भोलिका दिनदेखि अब कार्तिक पूर्णिमासम्म 1 महिना लामो शुद्ध भोजन ग्रहण गरेर कार्तिक महात्म्यको शुभारम्भ गरेर कार्तिक स्नानको शुभारम्भ गरेर हरिबोधिनी एकादशीमा आफ्नो आत्मबोध, आत्मचिन्तन, ज्ञानको बोधलाई माथि उठाएर सबभन्दा पहिले ज्ञानको बोध नहुन्जेल मुक्ति हुँदैन, अन्तरात्माको चेतना नखुल्नुन्जेल समृद्धि आउँदैन। त्यसो हुनाले त्यो बोध ल्याउनका लागि कोजाग्रत पूर्णिमाको शुभकामना। सबैलाई जागृत अथवा सबैलाई हृदयदेखि आत्मा चिन्ने शक्ति
र पूर्णता हुने शक्ति पूर्णिमाले प्रदान गर्नुहोस्। चतुर्मास व्रतको समयमा ठाउँ ठाउँमा जात जाति भाषा भाषीका आफ्ना आफ्ना संस्कारहरूको समयमा बडा दशैंको समयमा मैले चाडपर्व विशेष संक्षेपमा जानकारी गराएँ है। यो चाडपर्व संस्कार संस्कृतिको जानकारी गराएर सकिँदैन, त्यो महान छ, विशाल छ। नेपालको संस्कृति त झन् बताउनै सकिँदैन। हिमाल पहाड तराईमा के हुँदैछ, कहाँ कहाँ के छ भनेर एकैछिनमा कस्ता कस्ता चाडपर्व छन् सबै बताउनका लागि त संस्कृति शब्द संस्कृति विश्वकोशमा लेखिएको 5000 पृष्ठको ग्रन्थ कहिले पढिसक्ने? त्यो लेखिएको मात्रै, नलेखिएका चाडपर्वहरू त कति छन् कति हाम्रो नेपालमा। त्यसैले यो संस्कृतिको, प्रकृतिको, पर्यटनको, सुन्दरताको, जलले भरिएको हिमालको, आनन्दको जगतजननी नेपाल धर्म संस्कार संस्कृतिको धरोहर हो। यसमा जन्मिन पाउनु नै अहोभाग्य हो र हाम्रा चाडपर्वहरू अमर रहन्। यो देश सधैँभरि विश्वशिर, विश्वगुरु, विश्व सम्राट नेपाल हाम्रो जुन चाहिँ केही अप्ठ्यारो पर्दा पनि देश नझुकोस् भन्ने भावना सबैमा आओस् भन्दै बडा दशैंको पुनः शुभकामना, कोजाग्रत पूर्णिमाको शुभकामना, आकाश दीपले उज्यालाका भावहरू सबैतिर बढुन्। अब सुरु गरौँ ग्रहहरूको भ्रमण। नमस्कार दर्शक महानुभाव, आज पनि आकाश मण्डलमा ग्रह घुमिरहेका छन्। यस प्रकारले घुमिरहेकै छन्, त्यही भएर त संसार चलिरहेको छ। दिनपछि रात, रातपछि दिन आउनु ग्रहको घुमाइ हो। काहीँ उज्यालो हुनु, काहीँ अँध्यारो हुनु ग्रहको घुमाइले हो, ग्रहको खेलले हो। काहीँ दुःख, काहीँ सुख, सबै ग्रहको कारणले हो। ग्रह भन्नु नै समय हो, ग्रहको घुमाइ भन्नु समय हो। ग्रह कति घुम्दैछ अनि त्यहाँबाट दिन हुन्छ अनि रात हुन्छ, त्यसरी नै आउने हो। त्यसो हुनाले बताइएकै छ, अब यो संसारमा ग्रह राज्यम प्रयच्छन्ति ग्रह राज्यम हरन्ति च ग्रहिर्व्याप्तम मिदम लोकम त्रैलोक्यम सचराचरम। ग्रहले राज्य दिने, राज्य खुस्काउने, पद दिने, पद नदिने, राम्रो हुने नहुने यी सबै कुरा आउँछन्, तर कर्म चाहिँ गर्न छोड्नु हुँदैन। आफूले काम गरिरहनुपर्छ, आउने कुरा आइरहन्छन्, राम्रो बनाउन प्रयत्न गर्नुपर्छ। आज घुम्दै गरेको ग्रहमा सूर्य ग्रह कन्या राशिमा आकाशमण्डलमा भ्रमण भइरहेको छ। चन्द्रमाको भ्रमण अहिले राहुसँग कुम्भ राशिमा भ्रमण भइरहेको छ। मध्यराति 12 बजे पछाडि राहुबाट कुम्भबाट मीन राशिमा शनिसँग भ्रमण हुन्छ। शनि अहिले मीन राशिमा भ्रमण भइरहेको छ। यसै गरी बृहस्पतिको भ्रमण मिथुन राशिमा भइरहेको छ। बुधको भ्रमण मङ्गलसँग तुला राशिमा भइरहेको छ। केतुको भ्रमण शुक्रसँग सिंह राशिमा भइरहेको छ। यिनै नवग्रहहरूको घुमाइले राशि चक्र भनेको 12वटा राशिहरूमा जब 33 डिग्रीको अंश 360 डिग्रीलाई गोलोलाई छुट्याएको हुन्छ, त्यही भागमा कहाँ परेको छ त त्यो हेरिन्छ। त्यही 12वटा जुन चाहिँ अंशहरूमध्ये 33 डिग्री भित्रमा नक्षत्र ताराहरूका समूह पर्दछन्, त्यसलाई नै नक्षत्र भनिन्छ। जस्तै चु चे चोला 4 ताराहरूको नाम अश्विनी नक्षत्र। लिलु लेलो भरुणी नाम केबाट जुर्छ त भन्दा लिलु लेलो भरुणी नक्षत्र भन्नुको अर्थ ती 4 ताराहरूलाई यो राशि भनेर राशिको अंश छुट्याइएको छ हैन। त्यसै गरिकन राशिमा 9वटा ताराहरूको समूह हुन्छ एउटा राशिमा। त्यसरी घुम्दै आउँदा कहाँ पुगे त? यसरी घुम्दै घुम्दै आउँदा ग्रहको घुमाइ अनुसार, जस्तै अब अश्विनी नक्षत्रको चु नाम गरेको ताराको अंशमा, त्यो अंशको छेउमा, त्यसको छेउमा पर्दाखेरि अनि चुबाट नाम जुर्छ। यसरी नामहरू जुर्नेमा पनि त्यो महत्त्व ग्रहको घुमाइले पर्छ। यो वैज्ञानिक प्रामाणिक विषय हो। यसरी ग्रहको घुमाइ अनुसार हाम्रा जीवनका सबै कुरा चलेका छन्। ग्रह जहाँ घुम्दैछ जे छ सबैलाई ग्रह शान्ति होस्, शुभ होस्। अब पालो साप्ताहिक राशिफलको। नमस्कार दर्शक महानुभाव, यो साता 12वटा राशिलाई कस्तो होला त?
यो सातामा मेष राशिलाई हेर्दा राम्रो खालको साता देखिँदैछ। विद्या स्थानमा, आम्दानी स्थानमा, धन स्थानमा, आत्मबलको स्थानमा ग्रहको भ्रमण हुँदैछ। यी 7 दिनसम्म ग्रहहरूले सबैभन्दा राम्रो विद्यामा, धर्ममा, शिक्षामा ठुलो चेतना, फराकिलो ज्ञान बढेर जाने र आम्दानीका स्रोतहरू, व्यापारका विषयहरू, लगानीका विषयहरू राम्ररी फस्टाउने समय छ। मेष राशिलाई राम्रै खालको साता मान्नुपर्छ। वृष राशि, वृष राशि हुनेहरूका लागि यो साता धेरै राम्रो देखिन्छ। वृष राशि हुनेहरूका लागि आम्दानी, विद्या, त्यसै गरिकन कर्मस्थानमा ग्रहको भ्रमण भइरहेको छ यो सातामा। त्यसैले कर्मको कुनै प्राप्ति हुने, विद्याका स्रोतहरू थपिने, केही न केही राम्रा योजनाहरू बढेर जाने देखिन्छ। वृष राशिलाई राम्रै नै मान्नुपर्छ। मिथुन राशि, मिथुन राशि हुनेहरूका लागि यो साता भाग्यको र कर्मको साथ आम्दानी पनि बढ्ने देखिन्छ। भाग्य स्थानमा, कर्मस्थानमा र आम्दानी स्थानसँगै विद्या स्थानमा ग्रहको भ्रमणले यो सातामा मिथुन राशिले राम्रो बौद्धिक चेतना, विद्या, धन, आर्थिक उन्नति जस्ता विषय राम्रो अगाडि बढाउन सक्ने खालको साता छ। कर्कट राशि, कर्कट राशि हुनेहरूका लागि यो सातामा लगभग कर्म र आम्दानी स्थानमा सबैभन्दा बढी ग्रहको भ्रमणले के गर्दै हुनुहुन्छ त्यही कार्य राम्रो हुने र गर्न खोजेकाहरू नयाँ कार्यहरू छन् भने सफलता मिल्ने, आम्दानीका स्रोतहरू थपिने र भाग्यले पनि साथ दिने समय छ। सिंह राशि, सिंह राशि हुनेहरूका लागि यो साता हेर्दा सिंह राशि हुनेहरूका लागि पूर्वार्धको समय त्यति राम्रो छैन। पूर्वार्धका 3 दिन अलि सावधान, भोजनमा, यात्रामा, केही कुरामा सावधान हुनुपर्छ। उत्तरार्धमा चाहिँ कर्मले साथ दिने र भाग्यले पनि साथ दिने समय छ। कन्या राशि, कन्या राशि हुनेहरूका लागि यो साता राम्रो छ। पूर्वार्ध अत्यन्त लाभदायी छ। कला, कौशलता, शिक्षा, साहित्य, सङ्गीतका क्षेत्र राम्रो हुने। उत्तरार्ध पनि भाग्यले साथ दिने। साताका मध्य भागका 3 दिन चाहिँ खराब छन्। त्यसैले साताको मध्य भागमा साह्रै सचेत भएर अघि बढ्नु पर्नेछ। तुला राशि, तुला राशि हुनेहरूका लागि समय फलदायी छ। तुला राशि हुनेहरूका लागि पूर्वार्ध पराक्रम भावमा ग्रहको भ्रमण छ। कुनै किसिमका अन्न, कुनै किसिमका श्रृङ्गार, कुनै किसिमका चाहिँ हरियाली, अन्नका, धनका व्यापारहरू, खाद्यान्नका व्यापारहरू फस्टाउँछन्। त्यसै गरिकन श्रृङ्गारिक विषयहरू थपिन्छन्। साताको पूर्वार्ध र उत्तरार्ध राम्रो भए पनि बिचमा केही समय स्वास्थ्य सम्बन्धी खराब, भोजन सम्बन्धी सावधान हुने भएकाले विचार पुर्याएर अघि बढ्नु होला। वृश्चिक राशि, वृश्चिक राशि हुनेहरूका लागि यो साता राम्रो छ। मित्रसँग, परिवारसँग भेट हुने, धेरै राम्रा योजनाहरू बनाउन सकिने, कुनै किसिमका नयाँ पराक्रम, तामासँग सम्बन्धित, विज्ञानसँग सम्बन्धित, कुनै निर्माणसँग सम्बन्धित कार्यहरू, कुनै किसिमका खेलकुदसँग सम्बन्धित विषयहरूमा सफलता थपिने समय छ। धनुराशि, धनुराशि हुनेहरूका लागि यो साता राम्रै हो। पूर्वार्ध राम्रो, मित्रहरूसँग भेट हुने, परिवारसँग भेट हुने, पराक्रमको वृद्धि हुने देखिन्छ भने उत्तरार्ध चाहिँ अलिक खिन्न हुनसक्छ। त्यसैले सावधानपूर्वक अघि बढ्नु होला। मकर राशि, मकर राशि हुनेहरूका लागि यो साता राम्रो छ। पूर्वार्धको समयमा धन सम्पत्ति, मित्र, परिवार, पराक्रमको समय आउँदैछ। मकर राशि हुनेहरूका लागि सातामा धेरै राम्रै फल मिल्दैछ। कुम्भ राशि, कुम्भ राशि हुनेहरूका लागि यो साता फलदायी नै छ। पूर्वार्धको समय अलिक सामान्य देखिए पनि उत्तरार्धमा धेरै राम्रो समय छ। टाढाका मित्र, साझेदारी व्यापार, कुनै किसिमका योजना, पारिवारिक समृद्धि, पारिवारिक जमघट, परिवारसँगको सम्बन्ध सुधार भएर जाने साता देखिन्छ। मीन राशि, मीन राशि हुनेहरूका लागि विद्या स्थानमा ग्रहको भ्रमण छ। पूर्वार्धमा, उत्तरार्धमा धन स्थानमा, मित्र स्थानमा ग्रहको भ्रमण छ। त्यसो हुनाले विद्या, बुद्धि, विवेक, धर्म बढेर जाने, मित्र र परिवारको साथ पनि बढ्ने, धन सम्पत्तिका योजना थपिने खालको साता हुनाले यस विषयमा नै अगाडि बढ्दा सफलता थपिन्छ। 12 वटा राशिको बारेमा राशिफल कस्तो छ त यो सातामा, यो साताको राशिफलको चर्चा गऱ्यौँ। राशिफलमा जे जस्तो भए पनि सारा जीवनमा सुखका भावहरू आउन्, सबैलाई राम्रो होस्, सबैलाई भलो होस् भन्दै अब पालो ज्योतिष जिज्ञासा। नमस्कार दर्शक महानुभाव, हामी यहाँहरूसँग ज्योतिष जिज्ञासामा आइपुगेका छौँ। आफ्ना सम्पर्क
नम्बरबाट हाम्रो सम्पर्क नम्बर 025 588 यसमा नेपालभरिबाट र नेपाल बाहिरबाट नेपालको कोड नम्बर +977 +977 +977 कोड नम्बर लगाएर चाहिँ यहाँहरूले हामीसँग हैन सम्पर्क गर्न सक्नुहुन्छ। नेपालभरिबाट त 025 588 खुल्ला छ। यदि कहाँ हुनुहुन्छ, बाढी होला, पहिरो होला हैन, आफ्नो आफन्तसँग दशैंको टीका लाउन जानु भएको ठाउँमै रोकिनु भएको होला, कोही यात्रामै रोकिनु भएको होला, जस्तो अवस्थाबाट हामीलाई हेर्दै हुनुहुन्छ तपाईहरु दुःखमा सुखमा या जुन अवस्थामा हुनुहुन्छ, मेरो तर्फबाट यहाँहरूलाई व्यक्तिगत तर्फबाट हाम्रो तर्फबाट यहाँहरूलाई शुभ होस्, मंगल होस् भन्ने कामना व्यक्त गर्दछौं। बडा दशैंको पनि फेरि शुभकामना अर्पण गर्छौं, किनकि पूर्णिमासम्म त हामी दशैंको टीका जमरा लगाउँछौं, लगाइरहेका छौं। यो हाम्रो संस्कृति हो, यो हाम्रो परम्परा हो। हाम्रा चाड, हाम्रा पर्व, हाम्रा परम्परालाई हामी छोड्दैनौं, किनभने त्यो छोड्नु भनेको हामी नरहनु हो। हाम्रा जब शिरको ढाका टोपी, चौबन्दी चोलीहरू, हाम्रा चाहिँ दौरा सुरुवालहरू हाम्रा गहना हुन्। त्यसैले यी कुराहरूमा पनि हामीले ध्यान दिँदै हाम्रो चाडपर्व मनाउँदै छौं। जहाँ हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ, कोही सम्पर्कमा आउनुभयो। नमस्कार। हेलो हजुर। नमस्ते हजुर। नमस्ते। नमस्ते हजुर। नमस्ते सर। म यो छोराको चिना हेर्न गराउन खोजेको। कहाँबाट हजुर? म धादिङबाट। शुभ नाम? ओ छोराको नाम भोजराज। जन्म मिति भन्नुस् न। 2060 साल। हजुर। अनि साउनको 25 गते। 60 साल साउन 25 गते। समय बेलुका 7:04। बेलुका 7:04। कहाँ जन्म भयो? धादिङ नै हो। ठीक छ। के विषयमा सोध्नुहुन्छ त? उसको ग्रह दशा, यसो बाहिरको यसो के उसको पढाइ भविष्य बारेमा सबै कुरा समग्रमा जान्न चाहेको गुरु। ठीक छ। कस्तो छ धादिङतिर? बाढी पहिरोहरू आएको त छैन नि? बाढी पहिरो त्यति छैन। हिजोको दिनभरि नै पानी पर्यो, आज चाहिँ खासै परेको छैन, घाम लागिरहेको छ अहिले चाहिँ। दशैं राम्रो मनाउनु भयो? हजुर। हैन? हजुर राम्रै। हजुर। ल, छोराको नाम जुर्छ मेष राशिबाट। हजुर। भरुणी नक्षत्र लेबाट नाम जुर्छ। उहाँको लागि जीवनमा ग्रहको अवस्था हेर्दा सूर्य ग्रह र बुध ग्रह गएर 6औं भावमा बुध आदित्य योग बनाएर बसेको अवस्था छ। अब सूर्यले गएर बुध आदित्य योग बनाउँदा बुध सोग्री भएर बस्दा पनि 6औंमा बसेकाले भने जस्तो फल चाहिँ नमिल्ने। साउन 25 गते 7:04। हजुर साउन त्यही हो। मेष राशि जुर्छ। नाम 60 साल असोज 25 गते। असोज होइन, साउन। साउन चाहिँ अघि असोज भन्नुभयो। हजुर। ठीक छ। त्यसो भए त फरक पर्छ। साउन हुँदा त 2 महिनाको फरक पर्यो। असोज होइन, साउन गुरुजी, साउन। अघि चाहिँ 6 महिना भन्नुभएको थियो। ठीक छ। अहिले मकर राशि भोजराजी जुर्छ नाम। त्यो हुँदा उहाँको कुण्डलीमा नाम नै मकर राशिबाट जुर्छ। अब 2 महिनाको फरक पर्यो नि त। त्यो हुँदा भोजराजै नाम जुर्छ उहाँको साउनमा हुँदा। हजुर, भोजराज। अब उहाँको लागि चाहिँ जीवनमा के हुन्छ त भने निलो रङ राम्रो हुन्छ उहाँलाई। शनिबार सबभन्दा राम्रो हुन्छ। शनिबारका दिन चाहिँ यहाँले विशेष तयारी गरिदिनु पर्यो उहाँलाई। उहाँ चाहिँ घरबाट वरपर कतै केही काममा लाग्नुपर्ने, लागिसक्नु पर्ने। आम्दानी स्थानमा पनि ग्रहको अवस्था राम्रो छ। धनस्थानमा पनि ग्रहको अवस्था। हजुर हजुर हजुर। कहाँ हुनुहुन्छ? अहिले बाहिर क्यानाडामा छ। त्यही त आम्दानीको अवस्थामा केही काम गर्न जानुपर्ने देखिन्छ है। त्यो हुनाले गर्दा चिन्ता नलिनुस् उहाँलाई। तर अहिले चाहिँ संकट छ उहाँलाई, भने जस्तो काम पाउनु भएको छैन। हजुर। अब उहाँको त्यो शनिको साधना गराउनु। शनि गएर फेरि कहाँ त 6औंमा हुनाले आमालाई अथवा हजुरआमालाई या सानीमालाई या काकीलाई या मावलमा कोही बिरामी पनि गराएको छ। कसैलाई बिरामी? रगत सम्बन्धी बिमारीहरू, केही नशा सम्बन्धी बिमारीहरू गराएको छ। हेर्नु, त्यो हुनाले शनि राम्रो ठाउँमा नभएकाले शनिको राम्ररी साधना गर्नु पर्यो। तर शनिबारका दिन उहाँले भोजनको शुद्धि गर्नु पर्यो है। यो विधिहरू छन्। अब उहाँले काम पनि राम्रो पाउनु भएको छैन। हेर्नु, आम्दानी पनि भने जस्तो छैन अहिले। हजुर हजुर। कहिलेदेखि राम्रो हुन्छ त उहाँलाई भन्दाखेरि अबका समय आउँदैछन्। यो सबै शनिको शान्ति गर्नुपर्ने, मन्त्र जप्नुपर्ने, ध्यान गर्नुपर्ने, गुरुहरूसँग राम्ररी विधिपूर्वक शान्तिको विधि अपनाइदिनु भयो भने आउँदो मङ्सिर 24 गते भित्रमा उहाँले केही राम्रो
राहत मिल्छ उहाँलाई। उहाँको भविष्य विदेश यात्रा राम्रो होस्, भविष्य उज्जवल बनोस्, परिवारमा पनि सुशान्ति छाओस् भन्दै मैले बिदा गरेँ। अहिले हुनुहुन्थ्यो धादिङबाट आफ्नो पुत्रको बारेमा जिज्ञासा राख्दै उहाँको अलिकति साधना गर्ने विधिहरू मैले बताएको छु, त्यो अनुसार यहाँहरूले गर्नुहोला, भविष्य उज्जवल हुन्छ। आफ्नो बारेमा आफ्ना जिज्ञासा राख्नका लागि फेरि कोही हुनुहुन्छ 025 5 8 8 299 जसले जहाँबाट सम्पर्क गर्दा पनि हुने हो है। नमस्कार, ओम नमस्ते। ओम नमस्कार गुरु। कहाँबाट? ओम आदेश कहाँबाट हजुर? म चितवन भरतपुरबाट गुरु। शुभ नाम? मेरो दुर्गा अधिकारी। मेरो राशिको नाम नूर देवी। जन्म मिति बताइदिनुहोस्। जन्म 2026 साल असोज 29 गते बिहान 9 बजे। 26 साल असोज महिनाको 29 गते 9 बजे बिहान 9 बजे। कहाँ जन्मिनु भयो? म लमजुङ। लमजुङमा जन्मिनु भयो। ल ठिक छ। अहिले चितवनमा हुनुहुन्छ। बडा दशैं राम्रो भयो? बाढी पहिरोले त समस्या गरेको छैन नि चितवनलाई? केही छैन गुरु अहिलेसम्म त। ठिक छ, त्यही हो, भगवानले त्यति बचाइदिनु भयो भने पानी त आइरहन्छ, बाढी पहिरो आइरहन्छ, यो त प्रकृति हो, आइहाल्छ होइन। ठिक छ। हजुरको नाम नुबाटै जुर्छ। वृश्चिक राशि, नानी नुने अनुराधा नक्षत्रमा जन्मिनु भयो। अलि साहसी हुनुहुन्छ है। मङ्गलबार सबभन्दा राम्रो हुन्छ यहाँलाई। मङ्गलबार सँगसँगै शुक्रबारका दिन पनि साधना गर्नुभयो भने लक्ष्मी र गणेशको साधना अथवा गणेश र अम्बिकाको साधना गर्नुहोस्। हजुरमा त दैवी शक्ति, एउटा उत्साह, एउटा दैवी शक्ति पनि छ। एउटा चाहिँ के छ भने धनस्थानमा चाहिँ बृहस्पति, आम्दानी स्थानको चाहिँ बुध, चतुस्सागर योग भएकाले हजुरले त धेरै राम्रा काम गर्दै हुनुहुन्छ त, गरिरहनु भएको छ त। हजुर हजुर। सरकारी नोकरी पनि गर्नुपर्ने हो, के गर्नुभयो? कि त धार्मिक क्षेत्रमा लाग्नुपर्ने कि सरकारी नोकरी गर्नुपर्ने हो यो कुण्डलीमा त? एकदम धार्मिक क्षेत्रमा हो गुरु। के गर्नुहुन्छ? म यहाँ बागेश्वरी आध्यात्मिक परिषदको चाहिँ कोषाध्यक्ष हो गुरु। कुण्डली अनुसार हजुरसँग त हाम्रो जीवनमा भेट भएकै छैन। अहिको भाइको पनि कुरा छ। ज्योतिष शास्त्र एउटा विज्ञान हो, यसले तपाईँको प्रामाणिक ढङ्गले कुरा पुग्छ। तपाईँमा त्यो शक्ति छ। फेरि तपाईँ आफू एकदम हेर्दा चाहिँ तपाईँ एकदम मलिन, हेर्दा सामान्य देखिनुहुन्छ, तर निर्णय चाहिँ अत्यन्त गहन हुन्छ। यहाँको सबभन्दा ठुलो पक्ष त्यही हो। अन्तिम निर्णय हुन्छ। गरेको निर्णयमा तलमाथि हुन सक्दैन। सबले सर्वमान्य निर्णय गर्नुहुन्छ क्या, त्यो शक्ति छ तपाईँमा। अनि परिवार पनि राम्रो छ। तर अब त्यही हो, विवाहमा चाहिँ अलिकति अब आफैले मन पराएर गरेको देखिन्छ पहिले भए पनि। दुईजनाको निर्णय हुँदैन, कुरो मिल्दैन, समस्या त्यहाँ छ। तर मिलाउनु पर्यो अब आजदेखि। अनि बाबु नानीहरूतिरको गुरु? बाबु नानीको अवस्थामा धेरैजना देखिनुहुन्न। धेरैमा 3 देखि 5 जना सन्तान जन्मिनु पर्ने, 3 जना मात्रै जन्माउनु भयो होला। मेरो 2 जना छन् गुरु। अब त्यो बीचमा शरीरमा आयो होला, बीचमा शरीरमा कुनै गर्भमा आयो होला, 2 जना मात्रै जन्माउनु हो, त्यो कुरा हो। त्यसो हुनाले अब सन्तानबाट पनि दुःख छैन। अब राम्रो भाग्य लिएर आउनु भएको छ यहाँले। समस्या चाहिँ एउटा मङ्गलको अरिष्ट दोषको शान्ति, मङ्गलबारका दिन व्रत बस्ने गर्नु होला। अब आफै आध्यात्मिक मान्छे हुनुहुन्छ, बुझेर गर्नु होला। लगभग जीवनमा सफलता थपिन्छ है, कुनै चिन्ता भएन। हाम्रो सँग कुरा हो, भविष्य उज्जवल बनोस् भन्दै मैले यहाँलाई बिदा गरेँ। सम्पर्क गर्दै गर्नुहोस् जसुकैले पनि। तपाईँ पनि आफ्नो जिज्ञासा राख्न चाहनुहुन्छ, यहाँहरू आफ्नो बारेमा बुझ्न चाहनुहुन्छ, आफूलाई कुन रङ राम्रो हो, कुन बार राम्रो, कुन अङ्क राम्रो, ग्रहणमा जन्मिदाको शान्ति कसरी गर्ने हैन, अनेक जीवनमा ग्रहको शान्ति, दशाको शान्ति, दोषको शान्ति, कष्टको शान्ति कसरी गर्ने, कुन किसिमले तयारी गर्ने भन्ने यदि यहाँहरूसँग त्यस्तो जिज्ञासा छन्, आफूलाई देश विदेश यात्रा भइरहेको छैन, कुनै अध्ययनका विषयहरू, विवाहका कुराहरू हैन, माङ्गलिक दोषहरू, यी सबै कुराहरूको लागि शान्तिको समाधान गर्ने विधिहरू छन्। सम्पर्क नम्बर हो 025 5 8 8 299। अहिलेका लागि फटाफट जहाँसुकैबाट सम्पर्क गर्नुभयो भने ज्योतिष जिज्ञासामा हामीसँग जोडिन पाउनुहुन्छ। 025 5 8 8 299 मा कोही हुनुहुन्छ? नमस्कार। नमस्कार। हजुर हजुर, नमस्ते नमस्ते। हजुर
हेलो, उहाँको सम्पर्क विच्छेद भएको सङ्केत मिलेको छ। 025-588-299 मा यदि यहाँहरू सम्पर्क गरेर आफ्नो केही जिज्ञासा राख्न चाहनुहुन्छ भने फटाफट सम्पर्क गर्नुपर्ने हुन्छ। 025-588-299 मा सम्पर्क गरेर आफ्ना ज्योतिषीय जिज्ञासाहरू राख्न पाउनुहुन्छ। 025-588-299 मा फेरि कोही आउनुभयो। नमस्कार। हजुर नमस्ते। राधे राधे गुरु। राधे नमस्ते। कहाँबाट हजुर? म कोलेखानीबाट गुरु। शुभ नाम? सीता विष्ट। जन्म मिति बताइदिनुहोस्, कसको बारेमा हेराउनुहुन्छ? म जेठो छोराको। जन्म मिति भन्नुहोस् न। 2058 साल। हजुर हजुर। कुन महिना कति गते? हेलो। साउन 16 गते। 58 साल साउन 16 गते। समय? 3:38 सोमबार। बिहान बेलुका? 3 बजे दिउँसो। 16 गते त मङ्गलबार लाग्छ। ए मङ्गलबार 3 बजेपछि होला गुरु। 3:38 दिउँसो? हजुर। ठिक छ, मङ्गलबार लाग्छ, सोमबार होइन। नाम जुरेको छ धनु राशिबाट, एबाट नाम जुर्छ। हजुर। ठिक छ, के विषयमा सोध्नुहुन्छ यहाँले? होइन त्यस्तो ग्रहहरू के छ भनेर। ग्रहको कुरा गर्ने हो भने जीवनमा उहाँको भाग्य धेरै राम्रो हो, तर एउटा मङ्गल अरिष्ट भएको छ। सूर्यले बुध आदित्य योग बनाएर एकदम भाग्य स्थानमा बसेको अवस्था छ। भाग्यमानी नै सन्तान जन्माउनु भएको छ। कुनै न कुनै रोजगार केही काममा काहीँ लागिसक्नु भएको देखिन्छ। पूर्ण आनन्दै हजुरले लिनुपर्छ, त्यस्तो दुःख छैन। हजुर। के गर्दै हुनुहुन्छ? अहिले ड्राइभर छ गुरु, गाडी चलाउँदै छ। आम्दानी भनेको त जसरी पनि तपाईँ हामीले काम गरेर आम्दानी गर्ने हो नि त। छोराछोरी पढेर पनि काम नगरी बस्यो भने कति दुःख हुन्छ। काम चाहिँ सानो ठुलो हुँदैन, काम चाहिँ जुनसुकै कुरा पनि सानो ठुलो हुँदैन। त्यही माथि सिप त झन् संसार बनाउनेवाला भनेर बताइएको छ। सिपलाई चाहिँ संसारको चाहिँ सबभन्दा ठुलो बताइन्छ। हेर्नुहोस्, त्यो हुनाले हजुरको एउटा मूलमा जन्मिएको र मङ्गल अरिष्ट भएकाले विवाहमा चाहिँ कच्याङ कुचुङ विवाह भएर पनि मन पराएर पनि दुविधा सङ्कट यस्तो अवस्था छ। अहिले पनि अहिलेसम्म त्यस्तै छ। घरायसी कुरो चाहिँ मिल्दैन, मिलेको छैन गुरु, केही मिलेकै छैन। सत्य चाहिँ त्यही मात्रै हो। हजुरले मैले एकपल्ट योभन्दा अघि पनि कुण्डली हेरेको रहेछ, मैले यहाँ रेकर्ड राखेको छ। यो कुरा मैले गर्नुहोस् है भनेर बताइरहेको थिएँ, हजुरले केही गर्नु भएन। अनि कसरी हुन्छ? होइन गुरु, म त फर्स्टचोटि हो। ठिक छ, फर्स्टचोटि भए पनि यो खालको कुण्डली अरूको त्यही समयमा जन्मेको हुन्छ नि त। यही दिनमा यही समयमा जन्मिने मान्छेले पनि त हेराउनुहुन्छ। हामीसँग त समस्या भएन, एक दिनमा त कयौँ मान्छे जन्मिन्छ। तपाईँसँग त्यो समस्या छ, यो शान्ति गर्नुहोस्। मूलको र मङ्गलको शान्ति गर्ने विधि छ। यो नगरिकन शान्ति हुनेवाला छैन। हामी भन्छौँ नि के ग्रह शान्ति गर्नुपर्छ, किन मुख बार्नुपर्छ भन्छौँ। यो त वैज्ञानिक कारण हो नि त। तपाईँले राम्रो सोच्नुभयो भने सकारात्मक ऊर्जा आयो भने अनि नराम्रो पनि हट्छ। तर नराम्रो सोच्नुभयो, नकारात्मक भयो भने त्यो ग्रह नै जन्मिँदै नकारात्मक छ, त्यसलाई शान्ति नगर्नु ठिक हुँदैन। त्यो हुनाले हजुरले विधिपूर्वक शान्ति गर्नुपर्छ। सफलता थपिन्छ, सफलता मिल्छ है त। त्यो गर्नुहोस्। यति मङ्गलको र मूलको शान्ति गराउनुहोस्। उहाँको जीवनमा धन सम्पत्ति ऐश्वर्य भाग्य सबै बढ्छ, भविष्य उज्जवल हुन्छ। यो विधिपूर्वक गुरुहरूसँग सल्लाह गरेर गर्नुहोस् भन्दै मैले उहाँलाई बिदा गरेँ। भविष्य उज्जवलको कामना व्यक्त गरेँ। यहाँहरू जसुकैले पनि अहिले हामीलाई सम्पर्क गर्ने नम्बर 025-588-299 यो नम्बर हो। अरू बेला मोबाइल नम्बर नोट गरिराख्न सक्नुहुन्छ, टिप्न सक्नुहुन्छ। 9862 एउटा 0588233 9862 एउटा 0588233 9810 40 37 76 9810 40 37 76 मा इमो, भाइबर, व्हाट्सएप पनि छ। संसारभरिबाट सल्लाह सुझाव जिज्ञासा गुनासा प्रतिक्रिया राख्न र भेट्न पनि सक्नुहुन्छ। प्रविधिमा साथ दिने तरनारायण गच्छदार, सुकृति खतिवडा सहित क्यामेरामा साथ दिने भीम चौधरीका साथमा म प्रस्तोता डाक्टर कमल प्रसाद दाहाल बिदा हुन्छु। यहाँहरूको दिन सुखद बनोस्,
जीवन मङ्गलमय बनोस्। ओम श्री विश्व शान्ति हो।